Hello. Hello. Good morning, guys. घाम आफ्टर लङ टाइम घामको दर्शन गर्न पाएँ धेरै दिनपछि। मैले भ्लगर बन्छु भनेर सोचेको थिएँ, तर म बन्न सक्ला जस्तो लागेन है। म बन्न जस्तो लागेन, तर मैले ट्राई गर्छु। आई ट्राई माई बेस्ट टु बी द्याट एन्ड यस, आफ्टर कति वर्षपछि घामको दर्शन गर्न पाइयो, एकदम भाग्यमानी छु। अनि हिजो त्यस्तो हिउँ परेको थियो, हेर यस्तो यो पहाडहरू बनाएको छ, त्यो भित्र सब घाँसहरू छ, त्यहाँदेखि सब पार्क विनहरू खासमा, तर अहिले हिउँले कभर गरेछ। अनि त्यो ट्र्याक्टरवालाहरूले सफा गरेछ बाटो सफा गरेर भने यस्तो हुन्छ, अनि हिँड्ने ठाउँ हुन्न, त्यही भएर तिनीहरूले सफा गरेछ। आजको नराम्रो दिन भनेको, नराम्रो पक्ष भनेको बाटो पुरै चिप्लो हुन्छ। यो घामले सब यो आइसहरू पग्लाउँछ होइन, अनि त्यसपछि यो पानी हुन्छ नि, यिनीहरू ब्ल्याक आइसहरू, यो आइसहरू ब्ल्याकमा कन्भर्ट हुन्छ। अनि मजा उताङ आउँछौँ। हेर त्यहाँ हाम्रो सोटी गाह्रो भइरहेछ, हेर त। यस्तो छ है, समस्या छ, समस्याको समाधान गर्नुपर्छ हामीले। अहिले चाहिँ म लन्ड्री नआएको छु यहाँनिर, अहिलेको लागि थ्याङ्क यू।